पछिल्लो समय सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकले नेपालमा कन्टेन्ट मोनिटाइजेसन बन्द गरेको खबर चर्चामा छ। फेसबुक पेज तथा क्रिएटरहरूको ड्यासबोर्डमा मोनिटाइजेसन सम्बन्धी सूचना देखिन थालेपछि यस्तो खबर फैलिएको हो। केही सञ्चार माध्यमहरूमा समेत मोनिटाइजेसन बन्द भन्ने समाचारहरू प्रकाशित भएपछि प्रयोगकर्ताहरूमाझ मोनिटाइजेसन बन्द भएको खबर फैलिएको हो। तर वास्तविकता भने फरक रहेको छ। फेसबुकको माउ कम्पनी मेटाका अमेरिका स्थित प्रतिनिधिका अनुसार फेसबुकले तोकेका नियम परिवर्तन भएको कारणले मोनिटाइजेसनमा समस्या देखिएको हो। फेसबुकले नेपालमा मोनिटाइजेसन सुविधा सुरु गर्दा तुलनात्मक रूपमा सहज मापदण्ड तोकेको थियो। पहिलो अपडेटका क्रममा क्रिएटरले 28 दिनभित्र 5 लाख इन्गेज पुर्याउनु पर्ने र 2000 भन्दा बढी फलोअर्स भएपछि मोनिटाइज गर्न पाउने प्रावधान थियो। यो मापदण्ड सहज भएकाले नेपालमा धेरै क्रिएटरहरू मोनिटाइजका लागि योग्य भएका थिए। तर करिब 5 दिन अघि मेटाले आफ्नो नियम अपडेट गरेका थिए। नयाँ नियम अनुसार मोनिटाइज हुनका लागि क्रिएटरहरूले 90 दिनभित्र कम्तीमा 3 वटा रिल अपलोड गर्नुपर्ने, प्रयोगकर्ताले 10,000 फलोअर्स हुनुपर्ने र 28 दिनभित्र 1,50,000 भ्युज हुनुपर्ने मापदण्ड तोकेको छ। नेपालमा मोनिटाइजेसन सुविधा खोल्दा स्ट्याटस, बोनस र एड्स तथा फिचर्सहरू उपलब्ध गराएका थिए। यद्यपि नेपाली प्रयोगकर्ताले स्ट्याटस पठाउने प्रचलन नभएकाले धेरैजसो आम्दानी कन्टेन्ट मोनिटाइजेसनबाट मात्र हुने गरेको थियो। हालै भएको अपडेटपछि फेसबुकले लाइभ एड्स हटाएका छन्। यसैगरी रिलमा आउने विज्ञापनहरू पनि हटाइएको हो। जुन पेजहरूले पहिले नै मोनिटाइज भइसकेका थिए, इनबिल थिए, उनीहरूले फेसबुकबाट कन्टेन्ट मोनिटाइजेसन इज लिमिटेड भन्ने सन्देश प्राप्त गरेका थिए। यो सन्देश आउनुको मुख्य कारण आम्दानीका स्रोतहरूमा कटौती हुनु हो। उदाहरणका लागि यदि क्रिएटरले पहिलो 10 वटा माध्यमबाट आम्दानी गर्न पाउँथे भने अहिले यो सङ्ख्या 2 वटामा सीमित हुन पुगेको हो। यसर्थ मोनिटाइजेसन पूर्ण रूपमा बन्द नभए आम्दानी गर्ने माध्यमहरूमा सङ्कुच भएकाले यसलाई सीमित भनिएको हो। यद्यपि फेसबुकले हटाएको भनेका केही फिचर्सहरूबाट समेत अहिले पनि कमाइ भइरहेको हुन सक्ने भएकाले फेसबुकका आधिकारिक भनाइ र क्रिएटरहरूको वास्तविक कमाइको अवस्था ठ्याक्कै मेल खाँदैन।